मान्य सदस्यहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता माननीय ज्ञान बहादुर शाहीले बोल्नको लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु। मान्य सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ। समय 10 मिनेट। सम्माननीय सभामुख महोदय, माइक आइरहेको छ। सम्माननीय सभामुख महोदय, आज यो संसदमा म आफैलाई अग्नि परीक्षा दिन उभिएको छु। यो मेरो मात्र समस्या होइन, नेपालका धेरै मान्छेको समस्या हो। नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रात्मक सूचनाका कारणले आफैले पीडादायी घाँटी रेटिएर सेरिएर आत्मदाह गरेको इतिहास नेपाली राजनीतिमा जीवित छ। आज त्यस्तै अवस्था म माथि आइपरेको छ। खाइ नपाई छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ। सम्माननीय सभामुख महोदय, आज म माथि गम्भीर किसिमका आरोपहरू लागेका छन्। रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन्। सम्माननीय सभामुख महोदय, म सिङ्गो देशलाई साँची राखेर यो संसदको रोस्टममा उभिएर प्रतिनिधि सभाको एक सांसदका हैसियतले सम्माननीय सभामुख र सिङ्गो संसदसम्म अपिल गर्न चाहन्छु। यही संसदमा स्वास्थ्य विभाग छ, स्वास्थ्य कर्मी सहितको टोली छ र टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा काहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु। म राजीनामा दिन तयार छु। होइन भने यही संसदका सदस्यहरूले अल्गोरिदम फैलाउँदै, भ्रम फैलाउँदै आरोप गर्नेहरूको पनि स्वास्थ्य परीक्षण गरियोस्। म यो अपिल गर्न चाहन्छु। र अर्को विषयवस्तु, सम्माननीय सभामुख महोदय, सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो, यौन अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गर्नेहरू सम्बन्धीको कुरा हो। म यस संसदको रोस्टममा उभिएर भन्न चाहन्छु, सम्माननीय सभामुख महोदय, म तपाईँको संसदको सदस्य हुँ। संसदको गरिमा र मर्यादा कायम राख्नु मेरो कर्तव्य हो। तपाईँ मेरो अभिभावक हुनुहुन्छ, म तपाईँको सदस्य हुँ। उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्। म राजनीतिक जीवनबाट सन्यास लिन्छु। यदि त्यो भिडियो मेरो होइन, गलत सूचना गरियो भने प्रहरीले कारवाही किन गरेका छैन, सरकारले त्यस्ता व्यक्तिलाई कारवाही किन गरेको छैन, यसको जवाब माग्छु। किनभने प्रहरीलाई हामीले निवेदन दिइसकेका छौँ। सम्माननीय सभामुख महोदय, तपाईँ हाम्रो अभिभावक हुनुहुन्छ। यसै गरी हुँदै नभएको अमुक व्यक्तिको अश्लील यौन भिडियो ल्याएर तपाईँको भन्दै भिडियो सामाजिक सञ्जालमा प्रचार गरियो भने सोच्नुहोस्, तपाईँको श्रीमतीले तपाईँलाई कसरी हेर्नुहुन्छ? तपाईँका छोरीहरूले तपाईँको आँखामा हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न? यदि तपाईँका दिदीबहिनीहरू तपाईँहरूको माइती आउन सक्छन् कि सक्दैनन्? तपाईँका छरछिमेकले तपाईँलाई कसरी हेर्छन्? तपाईँका आफन्तहरू कुनै आफ्नो कार्यालय वा अफिस जाँदाखेरि कस्तो पीडा भोग्छन्? आज त्यही पीडा मैले भोगिरहेको छु। त्यसैले त्यो भ्रम फैलाउनेलाई कारवाही गरियोस्। प्रहरी सत्ताको मात्रैकै हो कि यो देशको, यो जवाफ म गृहमन्त्रीसँग माग्न चाहन्छु। किनभने मैले पटक पटक जाँदासम्म अहिलेसम्म कारवाही गरिएको छैन। त्यो भएको हुनाले आज यो पीडा मैले मात्र होइन, कलाकार, खेलाडी, पत्रकार, व्यापारी सबैले भोगिरहेका छन्। कसैको चलचित्र मन परेन, गाली गरिदियो। कसैको खेल मन परेन, गाली गरिदियो। कसैको चरित्र हत्या गरिदियो। कोही पत्रकारको प्रश्नको उत्तर मन परेन, प्रश्न सोधेको मन परेन, त्यसलाई तपाईँको उसको चरित्र हत्या गरिदियो। यसको अल्गोरिदमको खेती सत्ता पक्षबाटै भएका प्रमाणहरू यदि चाहियो भने म पेश गर्न तयार छु। सम्माननीय सभामुखज्यू, त्यो भएको हुनाले म माथि यस्ता आक्रमण किन भए? जम्मा मेरा कर्णालीका 2 जना दलित परिवारका मानिसहरू मर्दा समयमा उपचार किन भएन? उद्धार किन भएन? भिरमा अड्किएकी 1 जना दलित तथा गरिब बहिनीको उद्धार किन गरिएन भन्ने यी प्रश्न सरकारलाई सोद्धा यसको उत्तर दिनुको सट्टा प्रश्न उठाउने व्यक्तिको चरित्र हत्या गरेर उसले उठाएको प्रश्न नै गलत हो भन्ने भाष्य निर्माण गर्न म माथि साइबर बुलिङ गरियो र भ्रम फैलाइयो। सम्माननीय सभामुख महोदय, म कर्णालीबाट निर्वाचित नेपालको सार्वभौम सांसद हुँ। मेरो कर्णालीका मानिस मर्दा, कर्णालीका जनताले पीडा भोग्दा यो मेरो सरकार हो कि तेरो सरकार हो भनेर म हेर्दिनँ। म कर्णालीका पीडित जनताको आवाज उठाउँछु भनेर त्यहाँका जनताबाट निर्वाचित भएर आएको हुँ। बरु मेरो ज्यान जाओस्, मेरो राजनीतिक जीवन समाप्त होस्, तर कर्णालीका जनताको पीडा म संसदमा उठाउँछु, छाती खोलेर उठाउँछु, चौडाका साथ उठाउँछु। सरकार कसको त्यसमा मलाई नदिनु छ नदिनुहोस्। सम्माननीय सभामा तपाईँलाई लाग्छ होला ज्ञानेन्द्र शाहीले मिठो बोलिदियोस्, माफ गर्नुहोस्, म सक्दिनँ। किनभने म अभाव र विद्रोहीबाट आएको मान्छे हुँ।
म कसैको गुलामी वा चाकडी गरेर आएको होइन। मलाई गुलाम र चाकडीबाजको भाषा बोल्न आउँदैन। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, व्यक्तिगत जीवनमाथि तब मात्र आक्रमण हुन्छ जब शत्रु वा वैचारिक विपक्षी वैचारिक रूपमा पराजित हुन्छ। आज ममाथि भइरहेको व्यक्तिगत आक्रमण मेरो वैचारिक जितको उपज हो भन्ने मैले सोचेको छु। सम्माननीय सभामुख महोदय, अराजक भयो अरे, अनुशासनहीन भयो अरे, स्तर कायम गरेन रे, अभिव्यक्ति सन्तुलित भएन रे। होस् पनि कसरी सम्माननीय सभामुखज्यू, म एउटा 34 वर्षको युवा हुँ। एउटा 34 वर्षको युवामाथि परिवारले सम्म आत्महत्या गर्न बाध्य पार्ने गरी, दिदीबहिनी र नाता र गोताले स्वीकार नगर्ने गरी, घर र ससुरालीको ढोका बन्द हुने गरी, छिमेकीले आँखा तर्ने गरी डिफेक्ट नक्कली यौन तथा अश्लील भिडियो मार्फत चरित्र हत्या हुँदा युवा अवस्थामा मैले दिएको अभिव्यक्ति अप्राकृतिक थिएन, प्राकृतिक र जायज थियो। तर त्यसबाट मेरा शुभचिन्तकहरूमा पर्न गएको असरप्रति म क्षमा प्राप्ति छु। सम्माननीय सभामुख महोदय, तर मैले त्यो उक्त सन्देशमा सिंहदरबार जलाउन जाउँ भनेको थिइनँ, जेल तोड्न जाउँ भनेको थिइनँ, निहत्या 20 जना मरिसके थप 30 जना युवालाई मार्नुपर्छ भनेको थिइनँ, नेपालले भारतको सिमाना मिच्यो भनेको थिइनँ। मैले त नेपालको संवैधानिक निकाय राष्ट्रिय मानवाधिकार आयोगले प्रमाणित गरी सरकारलाई बुझाएको प्रतिनिधिको जुन कुरा बोलेको हुँ, त्यसैले मेरो प्रयोग गरेका शब्दहरू जायज, यथार्थ र प्रमाणित विषयमा आधारित हुन्। त्यो भएर सम्माननीय सभामुख महोदय, म अपिल गर्न चाहन्छु, प्रतिपक्षको काम प्रश्न उठाउने हो, खबरदारी गर्ने हो। यतिसम्म संवैधानिक ज्ञान हामी सबैले हुनुपर्छ। म प्रतिपक्ष मात्र जितेर आएको होइन सम्माननीय सभामुख महोदय, सरकारको मात्र म प्रतिपक्ष होइन, यो व्यवस्थाकै प्रतिपक्ष हो र यो व्यवस्था नै हुँदैन भनेर म खबरदारी गरिरहेको छु र गर्छु पनि। प्रश्न, प्रतिपक्ष बिनाको सरकार नुन बिनाको तरकारी जस्तै हुन्छ। गन्तव्यमा हिँडेको गाडी, सरकारको गाडीमा ब्रेक भएन भने गाडी दुर्घटना पर्छ। त्यसैले हामीले सरकारको ब्रेकको काम गरिरहेका छौँ। सरकार सही मार्गमा अगाडि बढोस् भनेर हामी सचेत गराउँदै खबरदारी गरिरहेका छौँ। यसलाई विरोध ठानिन्छ भने त्यो कदापि लोकतन्त्र हुन सक्दैन। यदि हामीले खबरदारी नगरेको भए स्वास्थ्य र शिक्षामा लगाएको 3% कर आज घट्ने थिएन। हामी अझै खबरदारी गर्छौँ। बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर र लासमाथि लगाएको कर फिर्ता गर सरकार भन्छु। प्रतिपक्ष बिनाको सरकार कस्तो हुन्छ भनेर यदि हेर्न मन छ भने युक्रेनको सरकार हेरे हुन्छ। युक्रेनका राष्ट्रपति जेलेन्स्की पनि जनताबाट निर्वाचित भएर आएका हुन्। जर्मनीका तानाशाह हिटलर पनि जनताबाट निर्वाचित भएर आएका हुन्। जब युक्रेन र जर्मनीमा प्रतिपक्षलाई समाप्त पारियो तब तानाशाहीको उदय भयो। लाखौँ मानिसले ज्यान गुमाउनु पर्यो, राष्ट्र सङ्कटमा पर्यो, देशको नामो निशानसम्म मेटिने अवस्था आयो। आज हामी जस्ता प्रतिपक्ष युक्रेनमा नहुँदा 5 देखि 6 लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ। हुँदाखाँदाको युक्रेन ध्वस्त भएको छ। मलाई डर छ सम्माननीय सभामुख महोदय। प्रतिपक्षले उठाएका प्रश्नको जवाब दिन नसक्ने सरकार व्यक्तिगत चरित्र हत्या गरेर प्रतिपक्षलाई समाप्त पार्ने खेलमा लाग्दा कतै यो देश नै समाप्त हुन्छ कि भन्ने ठुलो चिन्ता मेरो मनमा खट्किएको छ। बाहिर जनताको भावना बोके जस्तो गरेर, जनतालाई भ्रममा पार्दै र आँखामा छारो हाल्दै कतै चीनबाट लखेटिएका, शाही नेपाली सेनासँग खम्पा विरुद्धमा पराजित भएर धपाइएका, बाहिरबाट हेर्दा नेपाली जस्ता देखिने तर नेपालीको आवरण ओढेका टिओबी समूहहरूसँग साँठगाँठ गरी नेपालमा तिनका गतिविधि सक्रिय गराएर उत्तरी छिमेकी चीनसँगको पञ्चशीलका सिद्धान्तमा आधारित परराष्ट्र तथा कूटनीतिक सम्बन्ध बिगार्दै देशलाई युक्रेन बनाउँछन् कि भन्ने खतरा मैले महसुस गरिरहेको छु सम्माननीय सभामुख महोदय। आज यो अहिले पनि अपिल गर्न चाहन्छु सम्माननीय सभामुख महोदय, यो देश प्रतिपक्ष बिनाको सरकार हुन सक्दैन। प्रतिपक्षले प्रश्न गर्ने हो र धेरैले भन्ने गर्छन् सरकारले काम गर्न दिएन सरकारलाई भन्छन्। यतिसम्म हामीसँग ज्ञान छैन। यो संसद हो। संसद र सरकार फरक कुरा हो। संसद भनेको जवाब दिने ठाउँ हो, जवाब खोज्ने ठाउँ हो। संसद भनेको व्यवस्थापिका हो, सरकार भनेको कार्यपालिका हो। र आज संसदमा प्रश्न उठाउनु र सरकारलाई जवाब खोज्नु, सरकारले काम गर्न दिएन भन्ने होइन। त्यो भए हुनाले यो सरकार र संसदमा जवाब खोजिन्छ। त्यही भए हुनाले प्रतिपक्षको आवाजलाई कमजोर बनाउने होइन, प्रतिपक्षको आवाजलाई अझ बलियो बनाउनुहोस्। प्रतिपक्ष हामी विरोधी होइन, तपाईँको सहयात्री हो। र अर्को कुरा मलाई याद छ, सरकार प्रतिपक्षले ढालेर केही पनि फाइदा छैन, हामी ढाल्दैनौँ। यो खेलमा पनि लाग्दैनौँ, किनकि अहिलेको अङ्कगणितमा प्रतिपक्षले सरकार ढालेर सरकार बन्न सक्ने संसदको अङ्कगणित छैन। यदि सरकार कसैले ढाल्छ भने सत्ता पक्षबाट ढाल्छ, किनभने यो देशको प्रधानमन्त्री र मन्त्री प्रतिपक्ष बन्ने होइन, सत्ता पक्षकै मान्छे बन्ने हो। त्यो भएको हुनाले हामी सरकार 5 वर्ष टिकिरहोस्, जनताले जिताएको सरकार हो, अझै काम गरोस्, प्रतिपक्षको आवाज सुन्नुहोस् भनेर हामी सरकारले भूमिका निर्वाह गरिरहेका छौँ। र आजकल सुन्न गर्छौँ प्रतिपक्षले प्रश्न गर्ने बित्तिकै दुईटा जवाब आउँछन्, एउटा केपी ओलीको कार्यकर्ता, अर्को सरकारलाई काम गर्न दिएनन्। म अपिल गर्न चाहन्छु, पहिलो कुरा हामी केपी शर्मा ओलीका पार्टीका कार्यकर्ता होइनौँ।
अहिले सरकार सम्हालेकाहरू भन्दा उमेरले सानो भए पनि म राजनीतिमा तपाईँहरूभन्दा पुरानो हो। हिजो झन्डै 2/3 बहुमतको केपी ओलीको नेतृत्वको सरकार हुँदा यही संसदको रोस्टरमा उभिएर संसदको इतिहासमै सबभन्दा बढी प्रतिप्रश्न गर्ने सांसदमध्ये एक हुँ। हिजो सडकमा हुँदा 2/3 नेकपा कमरेड प्रचण्ड र केपी ओली सरकारलाई प्रश्न गरेकै कारण ज्यान हत्केलामा राखेर पटक पटक आक्रमण सहँदै मृत्युको मुखबाट फर्केको व्यक्ति हौँ। हामी प्रश्न गर्ने बित्तिकै अरू पार्टीका हुँदैनौँ, प्रश्न गर्छौँ, किनकि जनताबाट हामीलाई जनताले प्रश्न गर भनेर पठाएका हुन्। त्यो भएर हामीले प्रश्न गर्न पाउनुपर्छ। बरु आज कुर्सीमा बसेका केही मन्त्रीहरू हिजो केपी ओली प्रचण्डको सरकारको सहकार्यमा एउटै मन्त्रीमण्डलमा हुनुहुन्छ, सदस्य हुनुहुन्थ्यो। यहाँ देखिएका अधिकांश सत्तापक्षका सांसदहरू हिजो त्यही केपी ओली कार्यकर्ता हुनुहुन्थ्यो, हामी होइनौँ। त्यो भएर हुनाले हामीले प्रश्न गर्न पाउनुपर्छ, प्रश्न गर्छौँ। त्यो भएर सम्माननीय सभामुख महोदयज्यू, यो संसदमा प्रतिपक्षलाई कमजोर होइन, प्रतिपक्षलाई बलियो बनाउनु। लोकतन्त्र तब मात्र बलियो हुन्छ जब प्रतिपक्षको आवाज सुनिन्छ। प्रतिपक्षले प्रश्न गर्ने बित्तिकै सरकारको विरोध गरेको हुँदैन। हस्, जय राष्ट्रवाद, जय